हेलो साथीहरु नमस्ते। तपाईहरुले सब्स्क्राइबर बढाउनको लागि हरेक युट्युबरहरुको भ्युज बढाउनको लागि तिनीहरुले चाहिँ झुटो सूचना चाहिँ प्रसारण गरिराखेछ। तर तपाईहरु लाटो हुनुहुन्छ, तपाईहरुले चाहिँ उनीहरुको कुरा पटक्कै नहेरी दिनु। तिनीहरुले उल्टो सिकाउने रहेछ। म तपाईहरुलाई सिकाउँछु, हेर्नुस्। मेरो कन्ट्याक्ट नम्बर सहित म तपाईहरुलाई यदि भएन भने मलाई कन्ट्याक्ट गर्नुस्। भएन त भनेर हुन्छ। यो सम्भव कुरा पो गर्नुपर्छ त। युट्युबले चाहिँ असम्भव कुराहरु गरी युट्युबरले चाहिँ असम्भवको कुराहरु गरिराखेको छ के। मैले धेरै अनुभव गरे। तपाई इन्स्टाग्राम, युट्युब, फेसबुक, व्हाट्सएप अथवा भाइबर थुप्रै यस्तो खालको एप्लिकेसनहरु जुनसुकै चलाउनुहुन्छ नि, तपाईले यो जुनसुकैमा पनि सब्स्क्राइबर अथवा फलोवर बढाउनको लागि तपाईले के गर्नु भन्दाखेरि चाहिँ तपाईले चाहिँ आफ्नो जति पनि फेसबुकका साथीहरु छन् नि हो, तिनीहरुसँग सल्लाह माग्ने। सल्लाह कसरी? तर फेरि सल्लाह माग्नु भन्दा अगाडि आफू पनि निस्वार्थ भावको हुनु पर्यो। किनभने अब कतिपय हामी कस्तो छौं भने साथीहरु हो, उसलाई सब्स्क्राइब गरियो भने त उसको सब्स्क्राइबर बढ्छ, उसको भ्युज हेरियो भने त उसको भ्युजहरु बढ्छ, लाइक कमेन्ट्सहरु बढ्यो भने लाइक कमेन्ट्स आउँछ र उसको चाहिँ मोनिटाइज हुन्छ। मोनिटाइज भएपछि चाहिँ उसलाई फाइदा हुन्छ। उसलाई किन सब्स्क्राइब गर्ने, उसलाई किन फाइदा गराउने भन्ने हाम्रो सोच छ। तर त्यो महानीच अबुझको सोच हो। किनभने तपाई हामी चाहिँ सबै अगाडि बढौं के बराबर तरिकाले अगाडि बढियो भने सबैले गरौँ, आफ्नो पैसा जाने हैन। मोनिटाइज भयो भने मोनिटाइज भयो उसले पनि फाइदा, हामीलाई पनि फाइदा, साथले पनि अगाडि बढाउने र आफू पनि अगाडि बढ्ने हो के। त्यसैले तपाईहरुलाई म के भन्न चाहन्छु भने सब्स्क्राइब जोसुकै आफ्नो नेपालीहरुलाई उनीहरुको च्यानलको उसको शेयर, कुनै कन्टेन्टहरु हुन्छ, कुनै कन्टेन्टमा अब भ्लगहरु त्यस्तै सर्टहरु जे पनि हुन्छ, त्यसलाई भ्युज गरिदिँदा अथवा लाइक गरिदिँदा अथवा सब्स्क्राइब गरिदिँदा हामीले घाटा पर्ने त हैन नि त। आखिर हामीले हाम्रो चाहिँ त्यो सोच्छ। त्यसैले म तपाईहरुलाई के भन्छु भन्दाखेरि सब्स्क्राइबर बढाउनको लागि तपाईहरुले के गर्नु पर्यो भन्दाखेरि तपाईले युट्युब फेसबुक त चलाउनुहुन्छ नि, फेसबुक चलाउनु हुँदाखेरि तपाईले चाहिँ फेसबुकका सबै साथीहरुलाई चाहिँ एउटा रेकर्ड गराएर सबैलाई चाहिँ शेयर हुने, ग्रुपिङ च्याट जस्तै भन्नाले ग्रुपिङ हैन त्यो, त्यस्तो गर्ने। अनि साथी तपाईले जुनसुकै च्यानल चलाउनु भए पनि, जुनसुकै फेसबुक अथवा जुनसुकै एप्लिकेसन चलाउनु भए पनि म तपाईलाई फलो गर्छु र मलाई पनि फलो गर्नु भनेर दुई तर्फबाट सहयोग हुनु पर्यो। त्यसरी गर्नुस् र विश्वास नलागे यो के रे मलाई यो के रे विश्वास नलागे फेसबुकमा कनेक्टेड छौं, ती गुनासोहरु मसँगै पोख्नुस् भन्ने खालको उहरु गर्नुस्, तपाईको अटोमेटिकली सब्स्क्राइबर बढ्छ। दोहोरो हुन्छ त्यो चाहिँ। किनभने उसलाई पनि हुने, हामीले उसलाई सब्स्क्राइब गरिदिने अथवा फलो गरिदिने र उसले हामीलाई गरिदिन्छ। यदि उसलाई फलो गर्यो, सब्स्क्राइब गरेर हामीलाई गरिदिएन भने त्यसलाई अनसब्स्क्राइब गरिदिने अथवा अनफलो गरिदिने हो। यो आइडियाले साथीहरु तपाईहरुको फलोवर्स र सब्स्क्राइबर बढ्छ। तर उसलाई चाहिँ किन अगाडि जानु दिने, म उसलाई अगाडि जानै दिन्न भन्ने सोचले तपाईले आफूलाई मात्रै सोच्नुभयो भने कहिले पनि तपाई पनि अगाडि बढ्नुहुन्न के, तपाई तलै रहनुहुन्छ। ठूलो सोच राख्नुपर्छ, दयालु भावको राख्नुपर्छ। उसले पनि गरोस्, म पनि गरौँ, म मात्रै अगाडि बढेर साथीलाई पछि राख्ने हैन के, साथीलाई पनि सँगसँगै माथि लाने हो। त्यो यो मेरो अर्को नयाँ च्यानल हो, त्यही भएर सब्स्क्राइबर थोरै छ। मैले चाहिँ पुरानो सब्स्क्राइबको लागि पुरानो मेरो च्यानलमा सब्स्क्राइबर धेरै बढ्यो। मैले त्यही आइडियाले मैले बढाएँ। त्यही भएर चाहिँ तपाईहरुलाई पनि यो सल्लाह दिएको हो। र तपाईले पनि सब्स्क्राइबर यसरी नै बढाउनुस्। सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला कसैले पनि, किनभने यो आइडियाले गर्नुभयो भने तपाईको सब्स्क्राइब बढ्छ र मज्जाले तपाईको प्रगति हुन्छ। हेर्नुस्, अरूको जस्तो त्यो लापत्ता त्यो नभएको यस्तो अप्सन क्लिक गरेर यहाँ अन गर्नु त्यहाँ अफ गर्नु भनेर युट्युबरहरुले हामीले झुटो देखाइराखेको छ। ल यदि विश्वास गर्नुहुन्न भने चाहिँ यो गर्नुभयो र पनि भएन, त्यस्तै भयो भने अब त्यो को जान्ने। त्यो त नभए यो मेन आइडिया नै यो हो। यो भन्दा अरु अलावा आइडिया छैन। मलाई प्लिज सब्स्क्राइब गर्न नभुल्नु होला, सब्स्क्राइब गरिदिनु होला। तपाईहरुलाई चाहिँ मनबाटै राम्रो आइडिया सिकाएको हो। अरूको जस्तै यो कुनै त्यस्तो खालको भ्युज मात्रै लिनको लागि र सब्स्क्राइबर मात्रै मैले इन्करेज गराउनको लागि चाहिँ यो भिडियो गरेको हैन। तपाईले सुन्नु हुँदै आफैले यो विश्वास लाग्ने खालको कुरा हो।
मलाई यदि यो के अरे तपाईँको सब्सक्राइबर केही न केही मात्रामा बढेरै छोड्छ क्या। जस्तै अब तपाईँको 1 मिनेटमा 1000 सब्सक्राइबर भन्छ, 50 सब्सक्राइबर भन्छ, त्यो होइन। 1050 सब्सक्राइबर बढ्ने होइन। सब्सक्राइबर भनेको महिनामा त्यही 3 जना 4 जना बढ्दै जाने हो। महिनामा धेरै बढेन 50-60 वटा बढ्दै जाने हो के। कतिपय त एक महिनामा एउटा सब्सक्राइबर पनि हाम्रोमा आइदिँदैन, कतिपय ठाउँमा जानिएन भने। यदि भएन भने हेर्नुहोस्, यो आइडियाले तपाईँको सब्सक्राइबर पक्कै महिनामा 2-3टा बढ्दै जान्छ। मलाई नभए कन्ट्याक्ट गर्नुहोस्। 98 10 27 39 98 हो मेरो कन्ट्याक्ट नम्बर। म झुटो बोल्दिनँ, जे बोल्छु सत्य बोल्छु। सत्य व्यवहार मनपर्छ। साथीहरूले कसैले मलाई चाहिँ इन्सर्ट गरेर बोलेको पनि मन पर्दैन। इन्सर्ट कमेन्टहरू नगर्नुहोस्। मसँग राम्रो तरिकाले, प्यारको तरिकाले चाहिँ मलाई कमेन्ट्स गर्नुहोस् र मलाई कन्ट्याक्ट गर्नुहोस्। तपाईँको आइडियाले काम गर्यो भन्नुहोस्। यो अरू पनि मेरो आइडियाहरू छ। अरू पनि आइडिया म अर्को च्यानलमा अर्को मेरो कन्टेन्टमा लिएर आउने छु। मलाई आशा छ तपाईँहरू सब्सक्राइबर धेरै बढाउनुहोस् र मलाई पनि यो सब्सक्राइब गरेर यो मेरो च्यानल लाई चाहिँ सब्सक्राइबरको भरिपूर्ण पारिदिनुहोस्। तपाईँ हामी मिलेर सँगै अगाडि बढौँ, सँगै च्याटिङ गरौँ, सँगै सम्पर्कमा रहौँ, मोनिटाइज गरौँ। मोनिटाइज गरेर पैसा लिउँ। बिना फलोवर्स, बिना सब्सक्राइबर, बिना भ्युजर यो के अरे पैसा मोनिटाइज हुँदैन। त्यही भएर तपाईँ पनि अगाडि बढ्नुहोस्, म पनि अगाडि बढ्छु। हस् त, यस्तै रमाइला भ्लगहरू, यस्तै खालको त्यस्तै सर्टहरू मैले धेरै हालिसकेको छु। हालेर पनि यो के अरे सब्सक्राइबर नभए त हुँदैन रहेछ।